हेर्नु त आवाज चाहिँ खतरा छ क्या यसको। यात्री भिडियो है, यो चाहिँ यात्री भिडियो होइन। अब यो चाहिँ हामी चाहिँ खोलेर हेर्दैछौँ है। एकजना हाम्रो सरले चाहिँ भन्नुभयो कि भाइ होइन मेरो मिस्त्री भाइ मेरो बाइक चाहिँ एकचोटि चलाएर हेरिदिनु पऱ्यो, आवाज सुनिदिनु पऱ्यो होइन, आवाज चाहिँ एकदम कस्तो अर्कै आइराखेको छ भन्नुभयो। मेरो पालो चाहिँ ल हुन्छ जान्छु है, म हजुरको चाहिँ चलाएर हेरिदिन्छु, चेक गरिदिनु पऱ्यो भनेर चाहिँ गएको होइन। इन्स्टल गर्न पाएको छैन, आवाज त पुरा गरम गरम आवाज आउने क्या होइन। अनि मैले चाहिँ त्यो बाइक चाहिँ शङ्का लाग्यो चलाउन, मलाई ठिक लागेन, म चाहिँ नचलाएर सिधै भित्र हालेर खोलखाल पारेर हेर्नु त। खोलेर हेर्दाखेरि चाहिँ यो नट चाहिँ पुरा फाङफुङ भाँचिएको छ क्या होइन। यो भाँचेको कारणले गर्दाखेरि चाहिँ यो आवाज आएको रहेछ होइन। त्यसकारण यो कुनै अब हजुरको बाइकहरूमा होइन, एफजेडहरूमा अथवा कुनै पनि बाइकमा सेले बाँध्दाखेरि ख्यार कराउने होइन, चलाउँदै गरेर आवाज आउने त्यस्तो कुनै आवाज आउँछ भने यसरी या म्याग्नेट खोलेर चाहिँ नटहरू चाहिँ चेक गराउनु होला है। यो नटहरू भाँचियो भने चाहिँ तपाईँको आवाज आउनेहरू हुन्छ। अनि त्यस पछाडि होइन उस्तै पऱ्यो भने तपाईँको म्याग्नेट कोइल पनि हानिन सक्छ नटले होइन। त्यसकारण तर एफजेडमा चाहिँ म्याग्नेट कोइल चाहिँ हान्दैन, तर आवाज चाहिँ आउँछ क्या होइन। त्यसकारण यो चाहिँ राम्रोसँग खोलेर चाहिँ देखाउनु होला यस्तो आवाज आयो भने चाहिँ है। त्यसकारण हामीले चाहिँ यसलाई चाहिँ लगेर लेथमा चाहिँ खोलाएको थियौँ। अनि उहाँले चाहिँ पुरा मेहनतका साथ लेथका हाम्रा दाजुले चाहिँ खोलिदिनु भएको थियो, उहाँलाई पनि धेरै धेरै धन्यवाद। हामीले चाहिँ अब यो नट हालिसकेका छौँ होइन, अब रेडी भइसकेको छ है। हेलो गाइज होइन, फाइनली यो चाहिँ अब रेडी भइसक्यो होइन। हामीले चाहिँ यो वान वेहरू यो चाहिँ नटहरू चाहिँ हालिसकेका छौँ होइन। यो चाहिँ अब हामी स्टार्ट गरेर हाम्रो साउन्ड सुनिन्छ है। ल हेर्नु त गाइस, यति 3वटा नट भाँचेको कारणले गर्दाखेरि होइन यो कस्तो समस्या आएको थियो यसमा। त्यही भएर होइन अब के गर्नु, अब चाहिँ A1 भएको छ होइन। ल ठिक छ, बुझ्यो नि भाइ। A1 गुड भयो।